के तपाईँलाई ग्लोबल मनी विक भनेको थाहा छ? आउनुहोस् यसको बारेमा डिटेलमा कुरा गरौँ। ग्लोबल मनी विक हरेक वर्ष मार्च महिनामा मनाइने अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्बन्धी अभियान हो, जसले बालबालिका र युवाहरूलाई आर्थिक साक्षरताको उज्यालोतर्फ डोर्याउँछ। यस अभियानले युवाहरूलाई पैसाको सही महत्त्व बुझाउँदै कमाउने, बचत गर्ने, विवेकपूर्ण रूपमा खर्च गर्ने र भविष्यलाई सोचेर निर्णय गर्ने सिप विकास गर्न प्रेरित गर्दछ। ग्लोबल मनी विक 2026 को थिम रहेको छ स्मार्ट मनी टक्स। यस नाराले पैसाबारे सचेत र खुला संवाद गर्न, सोचेर योजना बनाउन तथा बुद्धिमानीपूर्वक आर्थिक निर्णय लिन युवाहरूलाई प्रेरित गर्ने सन्देश दिन्छ। ग्लोबल मनी विकका मेन उद्देश्यहरू भनेको बालबालिका र युवाहरूलाई आर्थिक साक्षरता विस्तार गर्नु, बचत गर्ने सकारात्मक बानीको विकास गराउनु, पैसाको सन्तुलित र जिम्मेवार व्यवस्थापन सिकाउनु, डिजिटल वित्तीय सेवाको सुरक्षित र सचेत प्रयोगबारे जानकारी दिनु हो। र अन्त्यमा आर्थिक ज्ञान भनेको उज्जवल भविष्यतर्फ दृढ आधार हो। त्यसैले आजैदेखि बचतलाई संस्कार बनाऊँ, खर्चलाई योजनाबद्ध बनाऊँ र विवेकपूर्ण आर्थिक निर्णय मार्फत सुरक्षित र समृद्ध भविष्यको निर्माण गरौँ। धन्यवाद।